हेलो साथीहरू सबैजनालाई मेरो मनैबाट हृदयबाट नमस्ते है त। र फेरि पनि तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ अथवा मेरो आजको यस भ्लगमा स्वागत छ है त। म चाहिँ आज तपाईँहरूलाई सोलुखुम्बु जिल्लाको सुक्ला एयरपोर्टदेखि चाहिँ नाम्चे बजारसम्मको यात्रा गर्ने क्रममा चाहिँ बाटोमा कस्तो कस्तो जीवहरू अथवा कस्तो कस्तो किसिमको प्रजातिहरू मानिसहरू कुन कुन जातको मानिस अथवा कुन कुन देशबाट चाहिँ सगरमाथा भिजिट गर्नुहुन्छ भन्ने कुरा म देखाउने छु। नयाँ टुरिस्टहरू पनि रहेछन्। यहाँको बाटोको चाहिँ कुरा गर्नुहुन्छ भने एकदमै अफरोड छ है। यो बाटो हुँदै चाहिँ टुरिस्टहरू हजारौँ टुरिस्टहरू चाहिँ सगरमाथा भ्रमण गर्न आउने गर्छन् वर्षमा है। लगायत बाटो यस्तो छ है, यस्तो बाटोमा खच्चड हिँडाउँछ यार हाम्रो पुरै ठाडै क्या। हुन त जमानामा यो बाटो बनाएर छ है। यो बाटो चाहिँ अहिले चाहिँ नाम्चे बजार जाँदैछौँ है हामी। नाम्चे बजार हुँदै सगरमाथासम्म यात्रा छ है। ल यो सबै हिमालबाट बगेर आएको पानीहरू खोला है। यहाँबाट फेरि उकालो ओह्रालो उकालो बाटो तर लगातार तपाईँलाई मैले मेरो भ्लग मार्फत सोलुखुम्बु जिल्लाको सुक्ला एयरपोर्टदेखि नाम्चे बजारसम्म र नाम्चे बजार हुँदै सगरमाथाको फेदीसम्मको यात्रा तपाईँलाई म मेरो भ्लग मार्फत देखाउने छु। तपाईँ मेरो भ्लगलाई लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु है त। ल ए गाइज पुतर आएको त्योभन्दा मुनि चाहिँ कच्चडले भात बोकिरहेछ। पुलको लम्बाइ र उचाइ चाहिँ एकदम धेरै रहेछ। यहाँ चाहिँ दुधकोसी र यो के भन्ने हुन्छ यो मिसिएको दोबान रहेछ। यहाँ तल चाहिँ बन्जिङ भन्ने ठाउँ छ। यहाँ माथि चाहिँ पुल छ है। अझै हाइटमा टुरिस्टहरू आउँदैछन्। यहाँ चाहिँ बन्जी हान्ने ठाउँ छ। खच्चडले पनि पुल तर्दैछ है। खच्चडले पुल तरेको जिन्दगी जति गाह्रो। सुनकोसी सुसेलेको दुधकोसीले सुन्छ भन्थ्यो साथीहरू। आज दुधकोसी यहीँ नजिकै बगिरहेछ मेरो बायाँ साइड। तपाईँलाई पनि देखिरहेको छ है। आज चाहिँ हामी सोलुखुम्बुको नाम्चे बजारसम्मको यात्रा हो। बाटो यस्तो छ है, सानो बाटो छ, अप्ठ्यारो छ। माथि हिमाली भेगतिर घाम लागिरहेछ। यहाँ तल चाहिँ लाग्ने बाँकी छ। हिमाल देख्नुहुन्छ तपाईँले। म तपाईँलाई हिमालको नजिकै गएर हिमालको दृश्य पनि देखाउने छु। पुरै लेखेर छ ल, त्यो बुद्धिज्महरूको रहेछ। म त लेखेको ल अन्त त कुदेको रहेछ।
सोलुखुम्बु नाम्चे बजार क्या दामी रहेछ त घर हेर घर त्यस्तै पिरो लाग्यो